हेलो गाइज वेलकम ब्याक टु च्याउरे भाइ ब्लग्स। हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम ठीक छु। आजबाट चाहिँ एक्सरसाइज गरौँ भनेर बिहानै उठेको थिएँ, बाहिर हेरेको त पानी परिरहेको रहेछ। मेरो पालो फटाफट फ्रेस भएर नास्ता घप्पा घप लगाए। आजको मौसम चाहिँ एकदम रमाइलो थियो। रमाइलो मौसम हेर्दा हेर्दै खाना खाने टाइम पनि भयो, खाना पनि फटाफट लपालप लगाए। हाम्रो घरे दुईवटा अटो छ है ग्याङ। यदि टोके बजारदेखि पुनर्वाससम्म आउँदै हुनुहुन्छ भने एकचोटी सेवाको मौका दिनु होला। दिउँसो पनि भयो, भोक लागिरहेको थियो। सेउ काटेर दाजुभाइले घप्पा घप लपालप लगाइयो। निम पत्ता टिपेर धोइदै गरेर एकछिन एउटा भाँडामा बोइल गर्नलाई छोडिदिए। निमको पत्ता किन बोइल गरिरहा भन्ने सोचिरहनु भएको होला। मलाई एलर्जी आछ, त्यसैले म निमको पत्ताले नुहाउँछु नि त। नुहाइ गरेर फ्रेस भएर बसिरहेको थिएँ। हाम्रो गाउँको फुटबल ग्राउन्डमा त खतरनाक भिड लागेको देखेँ। मेरो पालो के रहेछ भनेर म पनि चल्दै गएको। आज त हाम्रो गाउँ र छिमेकी गाउँको फुटबल म्याच पनि राखेको रहेछ केटाहरूले। त्यहाँ फेरि सबै भाइहरूले मेरो भिडियो हेर्ने रहेछ। म भाइरल त छैन, त्यही पनि सबैजनाले चिन्छु। म हजुरको भिडियो दामी लाग्छ भन्दाखेरि चाहिँ एकदम खुसी लाग्छ ग्याङ। मलाई यसरी नै साथ सपोर्ट दिइरहनु होला। एक दिन त म कसो भाइरल नहुम्ला र। भाइरल होस् नहोस् त्यही पनि मेरो मेहनत जारी छ। हजुरहरूले सधैँभरि यसरी नै साथ सपोर्ट दिइरहनुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ। गेम कतिखेर स्टार्ट हुन्छ भनेर हामी सबैजना वेट गरिरहेको थियौँ। ठ्याक्कै गेम पनि स्टार्ट भयो, पानी पनि पर्ला जस्तो। म घरतिर निस्किएँ, पानी परे नि गेम चाहिँ हेर्थे होला, तर डेलले घर आइज काम छ भनेर बोलाउनु भयो। ल त ग्याङ सबैजनालाई माया छ। अब नेक्स्ट मिनी भ्लगमा भेटौँला। बाई बाई।